दर्शक महानुभावहरू, यति बेला हामी कमलबजार नगरपालिकामा छौँ। 115औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आज यहाँ बाजागाजा र्याली सहित यति बेला कमलबजार नगरपालिकामा आइपुगेका छौँ र यहाँ भव्य कार्यक्रम हुन गइरहेको छ सुरु। रेडियो KBM FM अस्तिको फेसबुकबाट लाइभ र रेकर्ड पनि गरिरहेका छौँ। कमलबजार मिडिया KBM TV बाजागाजाले मजाले जनप्रतिनिधिहरू यहाँ देख्न सक्नुहुन्छ। सेयर गरिदिनु होला, त्यसमा पुर्याइदिनु होला। व्यापक रूपमा भइरहेको छ कार्यक्रम। त्यस्तो यो हाम्रो मौलिक संस्कृति पनि यहाँ जस्तोमा भइरहेछ। महिला दिवस भव्य रूपमा सफल पारौं। 8 मार्च 2025 2081 फाल्गुन 24 आर्थिक सहयोग गर्ने निकायहरूको लोगो तल छ। आयोजक कमलबजार नगरपालिका, नगरपालिकाको कार्यालय कमलबजार अछाम। ब्यानर वाचन गरी उद्घाटन गरियो। धन्यवाद। यति बेला पानसमा दीप प्रज्वलन गरेर उद्घाटन हुँदैछ कार्यक्रम। सहभागी हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी र सम्पूर्ण सहभागीहरू, यहाँहरू सबैलाई कमलबजार नगरपालिकाबाट आयोजित यस महत्त्वपूर्ण अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी हुनुभएकोमा मेरो व्यक्तिगत तर्फबाट, कमलबजार नगरपालिकाको कार्यालयको तर्फबाट, आयोजकको तर्फबाट हृदयदेखि हार्दिक स्वागत गर्दछु। र आज महत्त्वपूर्ण दिन किन पनि हो भने श्रमिक महिलाहरूले आफूले गरिरहेको जुन श्रम छ, श्रमको उचित मूल्य प्राप्ति नगरेको र त्यो श्रमलाई निश्चित समयावधि नछुट्याइएको, पुरुषहरूको भन्दा भिन्न किसिमको व्यवहार गरिएको जुन परिवेशमा, जुन अवस्थामा
यो आन्दोलन सुरु भएको हो र पछिल्लो क्रममा सोही आन्दोलनलाई अन्तर्राष्ट्रिय निकायहरूले विशेष गरी संयुक्त राष्ट्रसङ्घले जुन महिलाहरूले उठाएका आवाजहरू महिलाहरूमाथि भएको असमानता विभेद र अन्यायलाई परास्त गर्नका लागि जुन महिलाहरूका लागि अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरू जुन अनुमोदन भए नेपाल पक्ष राष्ट्र भयो र नेपालमाथि कानुन ती सन्धिहरू ऐन कानुनहरू हाम्रा सरकारी ऐन नियमअनुसार लागू भयो र सबै महिलाहरूका लागि समान हक अधिकारको एउटा सुनिश्चित जुन भयो र सोही दिनलाई जुन अन्तर्राष्ट्रिय स्तरमै महिलाहरूको एउटा उत्साहको दिन हौसलाको दिन खुसीको दिन पर्वको दिन उत्सवको दिनको रूपमा आज महिला दिवस आयोजना भइरहेको छ र सोही क्रममा आज देशव्यापी रूपमा 753 पालिकामा र विभिन्न महत्त्वपूर्ण क्षेत्रहरूमा नेपालभरि अन्तर्राष्ट्रियभरि नै आज एउटा खुसियाली छाउने दिन हो। आज कस्तो पनि दिन हो भने महिलाहरूले आफ्ना हक अधिकारहरू स्थापित भएको दिन, महिलाहरूको आवाजहरू सरकारले राज्यले सुनेको दिन, अन्तर्राष्ट्रिय निकायहरूले सम्बोधन गरेको दिन, महिलाहरूलाई पनि पुरुषसँग समान अधिकारमा सहभागिता गराउनुपर्छ, कुनै विभेद गर्न हुँदैन भनेर राज्यले अन्तर्राष्ट्रिय निकायहरूले स्थापित गरेको दिनलाई आज महिलाहरू यो महिला दिवसको रूपमा खुसियाली मनाउन हामी उपस्थित भएका छौँ र यो खुसियाली दिवसमा उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण दाजुभाइ, सम्पूर्ण दिदीबहिनीहरू, यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र म धेरै नबोलिकन हाम्रो देशमा अझै हाम्रो जिल्लामा अझै हाम्रो पालिका केन्द्रित भएर मात्रै हामीले कुरा गर्दा अझै धेरै विभेदहरू बाँकी नै छन्। महिलाहरूमाथि भएका हुने र भइरहेका अहिले पनि थुप्रै अन्यायहरू, अत्याचारहरू, हिंसाहरू, विभेदहरू, कुरीतिहरू, कुसंस्कारहरू अहिले पनि व्याप्त देखिन्छन्। बाहिर कमै आउँछन्, बाहिर थोरै आउँछन्, घरको डेलाभन्दा बाहिर कमै आउँछन्, घरको आँगनभन्दा बाहिर कमै पुग्छन्। थुप्रै अन्यायहरू, थुप्रै हिंसाहरू, थुप्रै कुरीतिहरू अझै पनि यहाँ व्याप्त रूपमा रहेको देखिन्छ। त्यसका बावजुद हामी पनि नगरपालिका, अझै विभिन्न सङ्घ संस्था, अझै राज्य, अझै प्रहरी प्रशासन सबैको साझेदारीबाट महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, भेदभाव, कुरीतिहरूलाई परास्त गर्नका लागि विभिन्न कार्यक्रमहरू, विभिन्न क्रियाकलापहरू हामीले सञ्चालन गरिरहेका छौँ र त्यसले पनि अहिले पछिल्लो अवस्थामा केही अवस्थामा सुधार आएको छ। सरकारले अझै पछिल्लो चरणमा नेपालको संविधान 2072 लगायत स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित कानुनहरूमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक यो सङ्घीय जुन एउटा शासन व्यवस्था अगाडि बढिरहेको छ, यसमा थुप्रै व्यवस्थाहरू महिलाको हकितका लागि अगाडि आएका छन्। हिजो पहिले हामीले स्थानीय तहको कुरा गर्दा नगर प्रमुख अथवा उपप्रमुख मध्ये एकजना महिला हुनैपर्छ। यो परिवर्तन हो, यो संविधानले ल्याएको परिवर्तन हो, यो राज्यले ल्याएको परिवर्तन हो, यो महिलाहरूको आवाजले ल्याएको परिवर्तन हो। प्रत्येक वडामा कम्तीमा 2 जना 3 जना सदस्यहरू अनिवार्य आउनैपर्छ। कार्यपालिका सदस्यहरू 3 जना महिला हुनैपर्छ। जिल्ला समन्वय समितिमा प्रमुख उपप्रमुख मध्ये 1 जना महिला हुनैपर्छ। राष्ट्रिय सभा होस्, प्रतिनिधि सभा होस्, प्रदेश सभा होस्, महिला हुनैपर्छ। जुन एउटा परिवर्तनका कुरा हुन्, ती कुराहरू आज चर्चा गर्ने हो, परिचर्चा गर्ने कुरा पनि हो। र अर्को हामीले केही कमी कमजोरीहरू हाम्रो यहाँ महिला हक अधिकार संरक्षणका लागि, परिवर्तनका लागि, संरक्षणका लागि हामीले जति गर्नुपर्ने हो ती कुराहरू अझै गर्न बाँकी नै छ। त्यसका लागि आदरणीय जनप्रतिनिधिहरू, आदरणीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र यहाँहरू सबै समाजका अग्रज महिलाहरू, दिदीबहिनीहरू, दाजुभाइहरू, शिक्षक सरहरू, सबै बुद्धिजीवीहरू, यहाँहरू सबैले हातेमालो गरेर हाम्रो गाउँ ठाउँ समाज छरछिमेकमा महिलामाथि हुँदै गरेका कुरीति, कुसंस्कार, कुचलन र यी विचारहरूलाई अझै परिवर्तन गर्नका लागि हामीले हातेमालो गर्नुपर्छ, साथ दिनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। र 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सहभागी हुनुभएकोमा आदरणीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र सम्पूर्ण सहभागीज्यूहरूलाई मेरो हृदयदेखि पुनः हार्दिक स्वागत गर्दै मेरो भनाइ यही टुङ्ग्याउन अनुमति चाहन्छु। धन्यवाद, नमस्कार। नमस्कार।
पुरुषलाई फाँसे नै हजुर फाँसे नै हजुर गल्ती हरिया पुरुषलाई फाँसे नै हजुर फाँसे नै हजुर गल्ती गर्ने पुरुषलाई फाँसे नै हजुर फाँसे नै हजुर टन कनाइ छ धन काड लाग्यो मेरे कामरा टन कनाइ छ धन कनाइ छ धन ए पुरुष नभए के चल्दैन भन्नु कि नभन्नु कनाइ छ धन नभन्नु के नभन्नु पुरुष नभए के चल्दैन भन्नु के नभन्नु हाम्रो नमस्कार मञ्चमा उपस्थित सबलाई हाम्रो नमस्कार मञ्चमा उपस्थित सबलाई हाम्रो नमस्कार मञ्चमा उपस्थित सबलाई नमस्कार मञ्चमा उपस्थित सबलाई बनैमा मारी ईश्वरा र सरस्वती 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 केही नहो वर्गती बलकारी हत्याराको केही नहो वर्गती बलकारी हत्याराको केही नहो वर्गती बलकारी हत्याराको केही नहो वर्गती बलकारी हत्याराको